आजको नयाँ सृजनशील सिकाइमा हजुरहरू सम्पूर्णलाई जुनकेरी ह्यान्डिक्राफ्टको तर्फबाट हार्दिक स्वागत गर्दछौँ। हजुरहरूसँग फेरि एकपटक यस्तो सुन्दर सृजनात्मक यात्रामा जोडिन पाउँदा हामी अत्यन्तै खुसी छौँ। आशा छ हजुरहरू सबैजना सुस्वास्थ्य र आफ्नो जीवनको यात्रामा निरन्तर उत्साहका साथ अघि बढिरहनु भएको छ होला। हामी आशा राख्दछौँ। आउनुहोस् आज हामी सँगै मिलेर एउटा अत्यन्तै मनमोहक, सरल र दैनिक रूपमा सजिलै प्रयोग गर्न सकिने सुन्दर फ्लावर्स इयरिङ बनाउन सिक्नेछौँ। यो इयरिङ केवल एउटा गहना मात्र होइन, यो तपाईँको सृजनशीलता, धैर्यता र आफ्नै हातको कलाको एउटा सुन्दर अभिव्यक्ति पनि हो। अझ रमाइलो कुरा त के छ भने हजुरहरूले यसलाई घरैमा बसेर सजग रूपमा तयार गर्न सक्नुहुनेछ। आजको सिकाइ हामी केही आधारभूत तर अत्यन्तै महत्त्वपूर्ण ज्वेलरी मेकिङ टुल्सहरूको परिचयबाट सुरु गर्नेछौँ। के तपाईँहरू तयार हुनुहुन्छ त? राउन्ड नोच, चेन नोच अथवा फ्ल्याट नोच, वायर कटर्स। कुनै पनि सामग्री बनाउनुभन्दा पहिले हामी यसरी सेतो सफा कपडालाई लाग्छौँ, जसको कारणले पछि हामीलाई सफा गर्न सजिलो हुन्छ। हेड पिन्स, आई पिन्स, इयरिङ हुक्स, जम्प रिङ्स, फ्लावर, लिप्स, ठुला मोतीका दानाहरू, साना मोतीका दानाहरू। यी सामग्रीहरू प्रयोग गरेर आज हामी सुन्दर इयरिङ तयार पार्नेछौँ। यदि आजको सिकाइको क्रममा हजुरहरूको मनमा कुनै प्रश्न जन्मिएको छ वा कुनै कुरामा अलिक कन्फ्युज महसुस भएको छ भने कृपया निर्धक्क भएर हामीलाई सिधै मेसेज गर्नुहोस्। हामी हजुरहरूको प्रत्येक सानो ठुलो प्रश्नको उत्तर दिन सधैँ खुसी महसुस गर्नेछौँ। आजको यो सानो सृजनात्मक यात्राले हजुरहरूको मनमा कति अनुभूति दिलायो त्यो प्रतिक्रिया पनि हामीसँग अवश्य साझा गर्नुहोस्। हजुरहरूको एउटा मिठो प्रतिक्रिया र साथले हामीलाई अझ धेरै नयाँ सृजना गर्न प्रेरणा दिँदछ। सुरुदेखि अन्तसम्म हामीसँग जोडिरहनुहोला। धन्यवाद।
आजको सृजनात्मक यात्रामा हजुरहरू सुरुदेखि अन्तसम्म हामीसँग जोडिएर रहनुभएकोमा हृदयदेखि नै धेरै धेरै धन्यवाद। हजुरहरूको माया, विश्वास र सहयोग नै हाम्रो सबैभन्दा ठुलो प्रेरणा हो। फेरि अर्को नयाँ रमाइलो र सृजनात्मक सिकाइमा भेट्ने आशासहित धन्यवाद। जुनकिरी ह्यान्डिक्राफ्ट।